अहिले चाहिँ हामी गेट प्रवेश गरिसकेका छौँ भने अहिले हामी भित्र पसेर पनि एकदम श्वास प्रश्वास समस्या भएको कारणले गर्दा भिडियो बनाउनु पनि अलिक गाह्रो भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ पसिना त अलिअलि छ तर पसिनै देखिँदैन। यहाँ यस्तो छ यो चाहिँ भित्रको वनवाटहरू यहाँ मन्दिर परिसरमा यहाँ यसरी बानिएको छ भने भुइँतिर यसरी ढुङ्गाको मानी बनाएर छेउछेउमा राखिएको छ। माला यस्तो माला यहाँ बाँधेर राख्छन्। यहाँ देख्न सक्नुहुन्छ वृक्षारोपण चित्र त्यहाँ हजुर नेपालबाटै यज्ञशालाभित्र देख्न सक्नुहुन्छ ठाउँमा फोहोर फाल्ने बाल्टीहरू। यहाँ बुद्धको मूर्ति यही साइडमा छ। यहाँनिर बुद्धको मूर्ति यहाँ यस्तो देख्न सक्नुहुन्छ सबै। अब बोल्न सकिरहेको छैन भने के भयो? कस्तो भइरहेछ मुक्तिनाथमा? अहिले यस्तो भन्न मात्र सकिन्छ। ठिक छ, त्यसो भए त्यस्तो मात्रै भन्न सकिन्छ भने भोक लागेको पनि अवस्था हो। श्वास प्रश्वासमा अलिक गाह्रो भइरहेछ। सास फेर्न गाह्रो भइरहेछ। अनि अरू मुसा दौडिरहेछ। ओ माइला, त्यहाँ तल माथिदेखि आएको पानी चाहिँ तल बरफ भएर त्यसरी जमेछ। देख्न सक्नुहुन्छ घन्टी। यति घन्टी त बजाउनै पर्यो। अब ज्वालामाई यता रहेछ। यहाँ सबै त्यहाँ यति जाडोमा यहाँ हेर्न सक्नुहुन्छ। यहाँ जाडोमा यहाँ नुहाइधुवाइ गरिरहेछ। अहिले माथिदेखि भिडियो गर्न पाउँदैन थाहा छैन। त्यही पनि यहाँ सक्दो देखाउने प्रयास गर्नेछु। हाई अल्टिट्युडबाट बच्ने उपायहरू उकालो जाँदा यहाँ सबै यहाँ यसरी देखाएको छ। अल्टिट्युडमा कसरी बच्ने। यहाँ बिस्तारै हिँड्ने के भनिरहेछ भने यता लेक लाग्ने समस्याको उपचार केन्द्र पनि रहेछ। सबै यहाँ अब हामी मुक्तिनाथ मन्दिरतिर प्रवेश
गरिसकेको छौँ। यहाँ देख्न सक्नुहुन्छ अहिले सबै मन्दिर यहाँ छ भने यहाँ चाहिँ नि पाप पखाल्ने पाप धुर्ने मन्दिर हो। यहाँ देख्न सक्नुहुन्छ मुक्तिनाथ मन्दिर। तपाईहरु पनि यही भिडियो समक्ष यहाँ हेर्न सक्नुहुन्छ। यहाँ नुहाउने पाप पखाल्ने उता यहाँ सबै यहाँ देख्न सक्नुहुन्छ 155 108 धारा 109 धारा की 8 धारा है मंदिर। यति चिसोमा पनि मान्छे नुहाइधुवाइ गरिरहेछन् भने यहाँ पाप पखाल्नको लागि 100 धारा यहाँ थियो। तपाईँहरूलाई माथिदेखि देखाउनेछु।